हेलो साथीहरू एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग होइन। अनि आज के चाहिँ थाहा छ, आज चाहिँ घरको माथि ढोकाको पूजा छ के हो। अब अनि आज चाहिँ घरको ढोकाको पूजा भएर होइन, मलाई मम्मीले बिहान बिहान उठाउनु भयो कि 6:52 भइरहेको छ भर्खर। म नुहाइवरी सब फ्रेस रेडी भइसक्यो होइन। अनि यो चाहिँ यहाँ सुतिरहेको छ कि सान भाइ असुम असुम उठ, म्याथको एक्जाम छ होइन, नपढ्ने उठ न त, उठ उठ, पूजा गर्नु उठ, पूजा पढ्नु पर्दैन उठ। राति मैले आजलाई 11:30 पढाएको छु ताको फर्स्ट टाइम। हो ओछ्यानले तान्यो है लु हिँड। सो गाइज हामी चाहिँ यहाँ पूजाको त्यो ढोका पूजा गर्नुलाई त्यो रातो रिबन चाहिन्छ अरे कि, हो भने त्यो लिन आएको छौँ रातो रिबन। अनि अक्षताहरू बार्नुपर्छ अरे, हिजो दाइले भन्दै भनेन। अनि आज चाहिँ हामी बाबा र म यहाँ लिन आएको छौँ है पूजा पसलमा। अब जाने अनि फेरि पूजा गर्नुपर्छ। अब आज स्कुल जानु मलाई ढिलो, कलेज जानु आज मलाई ढिलो हुन्छ जस्तो लागिरहेको छ। सो गाइज यहाँ पूजा चाहिँ सुरु भइसक्यो होइन। अनि यहाँ मामु अर्छकै गर्दै हैसिन्छ, अनि यहाँ बाबा चाहिँ बाँध्दै हैसिन्छ। आज मौसम क्या खतरा खतरा राम्रो राम्रो भइरहेछ कि। आज साउनको सोमबार राम्रो दिन परेको छ यो गर्न, घरको ढोकाको पूजा गर्न होइन। अनि भ्यू नि खतरा देखिरहेछ कि उता पाहाडसम्म होइन। गाई चाहिँ पूजा गर्दा चाहिँ यो सबै ढोकामा गर्नुपर्छ अरे होइन। अनि मामु चाहिँ त्यहाँ पूजा गर्दै हैसिन्छ। अनि बाबा चाहिँ त्यहाँ अगरबत्ती फेर्दै हैसिन्छ कि घुमाउँदै हैसिन्छ। जब टिका लाउने बालो चाहिँ मेरो है। पूजा गरेर सबैजना आउँछ, उनीहरूलाई पनि प्रसाद राखिदिनुहोस् अलिअलि। 11-12 बजीसम्म आइपुग्छ। सो गाइज वेलकम ब्याक टु नेक्स्ट डे होइन। बाबा चाहिँ यहाँ घर हेरेर बसिरहेको छ। अनि म चाहिँ भर्खर कलेजबाट आएको। अनि यहाँ घर चाहिँ यस्तो यहाँ के लाउनु भयो मलाई पनि थाहा छैन है। के लेन्टन, लेन्टन भन्छ है यसलाई, मेरो जस्तै हालोलाई थाहा छैन भन्नु नपरोस्। लेन्टन भन्छ यसलाई, थाहा भयो नि हो। अनि यहाँ पुरा ढोकासोका हाल्नु भएको रहेछ है। ले ढोका त अस्ति हाल्नु भएको थियो। यहाँको सिन चाहिँ बवाल लाग्यो क्या मलाई, चट्टो लाएर होइन। उता घाम डुबिरहेको छ उहाँतिर। अनि यहाँ अनि उता आज के थियो कि त्यहाँ नेवार समुदायमा त्यो खोइ के आगो बालेर पराल सलार गरेर हुनुहुन्थ्यो। अनि त्यो हेरेर आउँदा आउँदै ढिलो भयो कि। अनि यहाँ वालहरू चाहिँ जस आधा आउदी लागिसक्यो होइन। अनि यहाँ चाहिँ टोइलेट हुन्छ कि। अनि यो नि रुम हो, त्यो नि रुम हो। अनि यो चाहिँ स्पेसल्ली किचन, मामुको इच्छाले ठुलो किचन। गाई चाहिँ कलेज जाँदा जाँदै चाहिँ नयाँ कार्यक्रमको आयोजना भइसकेको छ होइन घरमा। यहाँ चाहिँ झ्याल हाल्ने अरे कि, मलाई चाहिँ थाहा नै थिएन। लिन्टर लिन्टर त सुनेको थिएँ ढोका र झ्यालको माथि मुनि हुन्छ भनेर होइन। तर यहाँ झ्याल हाल्ने अरे कि, दिमागमै आएन कि यो झ्याल हाल्ने ठाउँ हो भनेर। गाई यो चाहिँ नेपाल हो होइन। जस्तो कि बाबा जाने देश चाहिँ कतार हो कि। अनि कतार होइन यो होइन। अनि यो चाहिँ ट्याक्क लाएर नेपाल हो कि। त्यो त्यहाँ रातो सिनेरी देखिया छ नि, त्यो चाहिँ ठ्याक्कै बाबाहरू काम गर्दा प्लान्ट ब्लास्ट हुन्छ नि, जब ग्यास निकाल्ने भन्छ नि, ग्यास निकाल्ने प्लान्ट ब्लास्ट हुँदा चाहिँ त्यस्तो खालको रातो ज्वाला आउँछ अरे कि। डुममा पड्किँदा पुरा भस्म त्यो भएर साइड साइडमा बस्नुपर्छ अरे होइन धेरै। अनि त्यो प्लान्ट ब्लास्ट हुने बेला के हुन्छ अरे बा, त्यो के मिटर गज कि के कराउँछ अरे भनिन्छ न केही हुन्न। एलार्म कराउँछ। बाबा लजाइसिन्छ कि बाबा कहिले भिडियोमा आइसकेको छैन नि त हो। अनि सो हाम्रो पनि सपोर्ट गर्नुहुन्छ, अरू भन्दा पनि त्यस्तै हो होइन। सपोर्ट चाहिँ बाबा र मामुबाट धेरै मिल्छ कि मलाई। आजको दिन चाहिँ आज र हिजोको दिनको भ्लग थियो होइन।
अनि भ्लगमा चाहिँ घरको ढोका पूजा अब सो अब 2 दिनको भ्लगको कम्बिनेसन हो होइन। मन परेमा लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला। सो थ्याङ्क यू सो मच फर वाचिङ एन्ड बाई बाई।